कोरियाको बारेमा थाहा छ? पचास वर्ष अगाडि मात्र उनीहरूले सबै चीज गुमाएका थिए। जापानको उपनिवेशबाट भर्खरै छुटेका उनीहरूलाई युद्ध ज्यादै पीडादायक थियो। कोही कसैले पनि भोलि र भविष्य भन्ने सुनौलो भविष्यको बारेमा बोलेका थिएनन्। उनीहरूको लागि भोलि भन्नु बाँच्नका लागि आज नै के हुने हो कि भन्ने थियो। उनीहरू त केवल बाँच्नका लागि भगवानसँग केही बेर प्रार्थना गर्नु मात्र थियो। संसारका सबै देशहरू यो देशभन्दा गरिब कुनै थिएनन्। उनीहरूको चाहना भनेको नै भोकै दिन बिताउन नपरोस् भन्ने मात्र थियो। उनीहरू आफूले जसरी भोकै बस्ने अवस्था सन्ततिका लागि छोड्न चाहँदैनथे। उनीहरूको दैनिकी ज्यादै नाजुक थियो। त्यतिकै जीवन छाडे पनि कसैले किन कठै आश्चर्य गर्ने ठाउँ थिएन। तर उनीहरूले त्यतिकै जीवनलाई छोडेनन् र भागेर गएनन् पनि। उनीहरूको लागि भोलिको आशा केही नभए तापनि उनीहरूको भोलिलाई प्रार्थना गर्दै गए। त्यति बेला युएनमा दर्ता भएका 120 देशहरूको प्रति व्यक्ति आय थाइल्याण्ड $220, फिलिपिन्स $120 को तुलनामा मात्र 76 अमेरिकी डलर थियो। इन्डिया पछिको गरिब देश गणतन्त्र कोरिया थियो। कोरियाले अमेरिकाको विरोधलाई व्यवस्था गर्दै आफू जस्तै गरी छुटिएको देश पश्चिम जर्मनबाट 14 करोड मार्क ऋण सहयोग ल्याउन सफल भयो। पश्चिम जर्मनका लागि आवश्यक पर्ने नर्स, खानीमा काम गर्ने कामदार पठाएर कामदारले पठाएको रकमलाई ग्यारेन्टी राखेर नौलो भूमिमा नर्सहरूले गर्ने काम भनेको मरेको लासलाई अल्कोहलको सहयोगमा सफा गर्ने थियो। खानीमा काम गर्ने मजदुरहरूले जमिन मुनि 1000 मिटर भन्दा गहिराईमा पसेर गर्मी र तातोको परवाह नगरी कठिन परिश्रम गरे। यसरी परिश्रम गरेका मेहनतीहरूबाट प्रभावित भएर पश्चिम जर्मनी राष्ट्रपतिले कोरियाको राष्ट्रपतिलाई निमन्त्रणा गरे। आफ्नो देशको राष्ट्रपतिलाई हेर्नका लागि कोरियाली जनताहरू समारोहमा जम्मा भए। भाषण भन्दा अगाडि राष्ट्रिय गान भन्दा भन्दै भक्कानिएर राष्ट्रिय गान अन्तिमसम्म सबै गाउन नै सकेनन्। राष्ट्रपतिले पनि तयारी भाषण त्यत्तिकै थाती राखेर एउटै बाचा पटक पटक ठूलो स्वरमा भनिरहे, हामी सबै नियमित र निरन्तर काम गरौं। हाम्रो सन्ततिले चाहिँ हामी जसरी विदेशमा बेचिने अवस्था नआउने गरी हामी सबै परिश्रम गरौं।
जे काम पनि गर्ने छौं भन्ने नर्सहरूले पश्चिम जर्मन राष्ट्रपतिलाई ढोक गर्दै आग्रह गरे। हाम्रो देशलाई सहयोग गर्नुहोस्, हाम्रो राष्ट्रपतिलाई सहयोग गर्नुहोस्। भक्कानिँदै रोएका खानीमा काम गर्ने मजदुर नर्सहरूलाई छोडेर होटल फर्कने गाडीमा राष्ट्रपतिले लगातार आँसु झारिरहे। रिबगी राष्ट्रपतिले हाते रुमाल दिएर नरुन आग्रह गरे। हामी सहयोग गर्नेछौं, पश्चिम जर्मनका जनताले सहयोग गर्नेछौं भने। कोरियाको आधुनिकीकरण पश्चिम जर्मनमा काम गर्न गएका नर्स र खानीमा काम गर्ने मजदुरबाट शुरू भएको हो। भियतनाम युद्धका लागि सैनिकहरू पठाई कोरियाको अर्थतन्त्र विकासमा टिवा पुग्यो। सैनिकहरूलाई युद्धमा पठाएर पाएको रकमले राजमार्ग निर्माण भयो। कोरियाको नसाहरूमा रक्त सञ्चार सहज रूपमा परिचालन हुन सक्यो। प्रचण्ड गर्मी भएको अरब देशको निर्माण क्षेत्रमा पनि रगत र पसिना बगाउँदै दिनरात नभनी डलर कमायो। साना नानीहरू नक्कली कपाल बनाउने र सिलाई कम्पनीमा चप्पल कारखाना तथा कपडा कारखानामा चाउचाउ खाएर निर्यात सामानहरू बनाइयो। साना भाइ बहिनीहरूको स्कुलको फी जम्मा। त्यसै गरी प्रजातान्त्रिक मुलुक बनायो। आश्चर्य लाग्दो कुरा विश्वास गर्नुहुन्छ? आज निर्माण कम्पनीमा संसारमा तेस्रो। आणविक ऊर्जा स्रोतको प्रयोग संसारमा 5औं। आइरन उत्पादनमा संसारमा 5औं। बानी जहाज बनाउनेमा संसारमा पहिलो। आयात निर्यातमा संसारमा 12औं। विदेशी मुद्रा सञ्चित गर्नेमा संसारमा 4औं। मोटर गाडी उत्पादनमा संसारमा 5औं। डिर्याम उत्पादनमा संसारमा प्रथम। एलसीडी उत्पादनमा संसारमा दोस्रो। मोबाइल फोन व्यवसाय संसारमा दोस्रो। कम्प्युटर लिनेको संख्या संसारमा प्रथम। द्रुत गतिको इन्टरनेट प्रयोग संसारमा प्रथम। स्कुलमा कम्प्युटर व्यवस्थापन संसारमा प्रथम। डिजिटल प्रविधि संसारमा प्रथम। आश्चर्य लाग्दो कुरा विश्वास गर्नुहुन्छ? म यसलाई नै आश्चर्यलाई विश्वास भन्न चाहन्छु। कोहीले प्रश्न गर्छन्, कोरियालीहरू किन त्यसरी एउटै जातिलाई गर्व गरेर किन राष्ट्रियताप्रति बढी झुकाव छ भनेर। म त अझै पनि उनीहरूलाई सोध्न मन लाग्छ, कसरी यस्तो जातिलाई गर्व गर्न सकिँदैन। मात्र गरिबीबाट माथि उठेकाले गर्व गर्न लायक भन्न गइरहेको छैन। झनै बढी हाम्रो नसामा बगेको विगतको नरमाइलो इतिहास अरू कसैलाई पनि नदोहोरियोस् भन्ने सफा मनका साथ
हामी प्रतिज्ञा गर्छौं। हाम्रो बालबच्चाको लागि सुन्दर देश दिनेछौं। तिमीहरूले पनि झनै गर्व गर्न लायक सुन्दर देश बनाउनेछौ भन्दै माया गर्छु। मेरो जन्मभूमि गणतन्त्र कोरिया।